अब यो समुद्रवारी त भगवान् हुनुहुन्न, समुद्रै पारी हुनुहुन्छ। अब यो समुद्र कसरी पार गरौँ भनेर त्यहाँ टुक्रुक्क बसे गङ्गाजीका तटमा। अनिखेर माछो फुत्रुक्क निस्क्यो। माछाले भन्यो, बालक तिमी कहाँ जान्छौ? म त भगवान् भेट्न जान्छु। कहाँ छन् भगवान्? यो खोइ अब कहाँ छन् खोज्दैछु, समुद्र पारी छन्। ए तिमी यति जान्छौ भगवान् भेट्छौ भने म माछो जलभित्र बसेको छु, निर्दोषी जन्तु छु, सधैँ मेरो पेट पोलिरहन्छ। केले पोल्छ? मेरो पनि यति संसार लग्यो भन्यो। हुन्छ भन, मेरो पिठीमा चढ तिमी, म समुद्र पार गरिदिन्छु भन्यो। माछाको पिठीमा चढे समुद्र पार गरे। भगवान्ले दर्शन दिनुभयो। बालक तिमी के भन्छौ भन्दाखेरि, प्रभु मेरो पिता यस्तो हुनुहुन्थ्यो गरिब, यसरी गर्न माग्ने घर जानुहुन्थ्यो औँसी पूर्णिमामा। त्यसोले मेरो पिताजी चलिए भन्नुभयो। हामी तिनजनाको तिनजना 3 भाग लाउनुहुन्छ आमाले पकाएर। 1 भाग लगेर बाहिर फाल्नुहुन्छ, 1 भाग 2 भाग हामी खान्छौँ। आमालाई यो आमा किन फालेको भनेको त भगवान्लाई चढाएको अरे। भगवान् खानुहुन्छ भन्दा बाबु खान्छु, जसले चाहिँ मेरो नाम गरेर अर्पण गरेको छ म खान्छु भन्नुभयो। अब उनले त संसार त बिर्सिहाले आए। अनि भगवान् ओहो मैले त संसार त बिर्सेँ, अब संसार त भन्नु पऱ्यो। भगवान् त होला भइहाल्नुभयो, के गरौँ? बसेर तपस्या गर्न थालेपछि भगवान् प्रकट हुनुभयो। के भन्छौ तिमी भन्दा, प्रभु एउटा घरमा बसेँ, त्यो घरमा 6वटा घर रहेछन्। त्यो खान लागेको 6 महिनादेखि हुँदो रहेछ, दलिद्री हुँदो रहेछन्। एक ठाउँमा राति जङ्गलमा बसेँ, पिपलको गाछी मुनि। त्यो पिपलको पिपल पत्ता पलाउँदो रहेनछ। ती पिपलले भनेका छन्, म कति दुनियाँलाई सैया शीतल दिन्थेँ, मेरो पात पलाउँदैन, मेरो पेट पोलिरहन्छ भन्नुभएको छ भन्नुभयो। म आउँदै थिएँ, समुद्र तर्न सकिनँ। एउटा माछाले संसार दिइरहेछ। म निर्दोषी जन्तु माछो जलभित्र बस्छु, मलाई चाहिँ नि पोलिरहन्छ भित्र भनेर भन्यो। त्यो 6वटा घरमा त्यो कस्तो छ भने एउटी असल कन्या छन्। ती कन्या एउटा ब्राह्मणलाई दान गरेर दिनु अरे। तिम्रो यो सम्पत्ति खाएर लाएर सकिँदैन अरे भनेर भनिदिनु। पिपललाई के भनिदिनु अरे भने, तिनका फेदामा 3 लाख वेदका किताब छन्। ती किताब चाहिँ दान गरेर एउटा ब्राह्मणका छोरालाई दिनु अरे। तिम्रो झरेर कुहिएर कहिल्यै पनि पिपलको सकिँदैन अरे पत्तामा। त्यो माछालाई के भनिदेऊ भने, त्यो 3 तोला रुपी छ त्यो माछाका पेटमा, त्यो दान गरेर एउटा ब्राह्मणका छोरालाई देऊ अरे, तिमीलाई शीतल हुन्छ भन्नुभयो भगवान्ले। अनि भगवान् अलग हुनुभयो, आएपछि माछा त कति बेर आउँछ भनेर टुप्लु टुप्लु हेरिरहेको थियो। अनि के भने त भन्दाखेरि भगवान्ले भन्नुभयो, 3 तोला रुपी छ अरे तिम्रो पेटभित्र, त्यो एउटा दान गरेर ब्राह्मणका छोरालाई देऊ अरे, तिमीलाई सैया शीतल हुन्छ अरे। अब कहाँ ब्राह्मणको छोरो खोज्न जानु, तपाईँ नै आइहाल्नुभयो, ब्राह्मण त तपाईँ नै हो भनेर त्यो 3 तोला रुपी दान गरिदियो। उसले दियो, पार गरिदियो। आए त्यही पिपल गाछीमा आए। पिपल गाछीमा आएपछि के भन्नुभयो त भगवान्ले भन्दा, प्रभु के भन्नु, तपाईँको फेदामा 3 लाख वेदका किताब छन् अरे। वेदका किताब त दान गरेर एउटा ब्राह्मणका छोरालाई दिनु अरे।
झरेर कुहिएर केही गरेर पनि सकिँदैन अरे तपाईँको पत्ता तपाईँलाई पनि शीतल हुन्छ अरे। कसलाई खोज्न जाउँ तपाईँलाई नै दिन्छु भने उनले पनि त्यही नै ल्याइदिए। अन्तिममा आए त कहाँ आए त्यही छवटा घरमा आए। छवटा घरमा आएपछि अनि सोधे बालक तिमीले भेट्यौ त भगवान्? भेटेँ। के भन्नुभयो भगवान्ले भन्दाखेरि तपाईँका घरमा एउटा असल कन्या छन् अरे, दान गरेर ब्राह्मणका छोरालाई दिनु अरे विवाह गरेर। खाएर लाएर तपाईँको दान गरेर सकिँदैन अरे भन्नुभयो। तपाईँ कहाँ खोज्न जाउँ तपाईँलाई नै दिन्छु भन्नुभयो। सम्पत्ति लावा लस्कर कन्या बिहा गरेर ल्याउनु भयो। त्यो 3 तले घरको के भयो? भगवान् कहाँ छ? भगवान् त यहीँ छ त। भगवान् दयालु छैन त? उसको पनि दिन आयो नि त। यो मागेर खाने सधैँ मागेर खान्छ भन्ने उसको मनमा भयो हो कि? भगवान् त संसार घुमिरहेछ नि भने त्यस्तो हुन्छ। कसैलाई पनि बिहान बेलुका रेडियोमा भन्थ्यो गरिबलाई नगर्नु हेला छेउको सियो माझैमा कोही बेला कोही होस् कसैलाई पनि हिंसा नगर्नु, निन्दा नगर्नु। आज गरिब छ त भोलि धनी हुन्छ। अहङ्कारले नासिन्छन् त कृष्णले भन्नुभएकै छ अर्जुनलाई, अहङ्कार नगर्नु। अरे हामीले पनि यस्तै दुःख खेप्यौँ यसलाई पनि दुःखै आएछ भन्ने त्यो सोच राख्नुपर्छ। पानी खाऊ आमा? नखाउँ, अहिले खाएँ। मुख सुक्या छैन? कति खानु मुख सुक्छ नि सुकेर त्यो पानी मात्रै खानु हो भने त केही सक्दिनँ। अलिकति खाऊ न। यहाँ गाँठो परेर पोकिएर आउँछ। एक थोपो मुख रसाउँदा चाहिँ अलिकति अहिले भर्खर खाएको कि अलिकति एक तुर्को हालिदिउँ मुख च्याप भयो। लु भयो न। ल ल लु बन्द गर्छु भयो भने के भने मैले राम्रो कि नराम्रो? आमा राम्रो भनेको छ, मैले रेकर्ड गरिसकेँ। भोलि आमाका सेखापछि पनि मैले हेर्न पाउँछु अब। भने त्यस्तो हुन्छ। मलाई दुःख पऱ्यो त्यसलाई पनि परेछ नि भन्ने सोच।